दाङदेखि जाजरकोटसम्म भाग 9। जब म्यानेजरले अर्जुनलाई बोलाएर ती आरोपहरूको बारेमा सोधे, अर्जुन स्तब्ध भयो। उसले सरिताको करियर बचाउन र सम्बन्धलाई मर्यादित राख्न खोज्दा त्यसैलाई हतियार बनाइएको थियो। तर कथाले त्यति बेला अर्को मोड लियो जब कार्यालयमा एकजना अपरिचित महिलाको आगमन भयो। ती महिला थिइन् अञ्जली, जो अर्जुनको विगतकी साथी थिइन् र अहिले केन्द्रबाट अडिट अफिसर बनेर जाजरकोट आएकी थिइन्। अञ्जली र अर्जुनको सम्बन्ध पुरानो थियो, तर त्यहाँ पनि एउटा नसुल्झिएको अधुरो प्रेम कथा थियो। अञ्जलीको आगमनले कार्यालयमा हलचल मचियो। रमेशको षड्यन्त्र एकातिर थियो भने अर्कोतिर अञ्जलीले अर्जुन र सरिताको सामिप्यतालाई कुन नजरले हेर्छिन् भन्ने कुराले अर्जुनलाई थप दबावमा पार्यो। के अञ्जली अर्जुनलाई रमेशको षड्यन्त्रबाट बचाउलिन्? के सरिताले अञ्जलीको उपस्थिति देखेपछि आफूलाई सुरक्षित महसुस गर्लिन्? के अर्जुनले आफ्नो व्यावसायिक निष्ठा प्रमाणित गर्न सक्ला? अर्को भागमा सुन्नुहोला है। धन्यवाद। दाङदेखि जाजरकोटसम्म भाग 10। अञ्जलीको पाइला अफिसमा पुग्नु मात्र के थियो, रमेशले आफ्नो नयाँ कार्ड खोल्ने योजना बनायो। उसलाई लाग्यो केन्द्रबाट आएकी अफिसरलाई अर्जुनले अफेयर बारेमा सुनाउन सके अर्जुनको करियर सधैँका लागि समाप्त हुनेछ। तर रमेशलाई एउटा कुरा थाहा थिएन, अञ्जली र अर्जुन केवल पुराना साथी मात्र थिएनन्। उनीहरू कलेज जीवनका त्यस्ता प्रेमी थिए जसको सम्बन्ध परिवारको दबावका कारण पूर्ण हुन सकेको थिएन। म्यानेजरले अञ्जलीको उपस्थितिमा अर्जुन र सरितालाई बोलाए। रमेश पनि त्यही साक्षीका रूपमा उभिरहेको थियो। म्यानेजरले कडा स्वरमा भने, अर्जुन, तिमीमाथि कार्यालयको मर्यादा विपरीत सम्बन्ध राखेको र सरितालाई नियम मिचेर जिम्मेवारी दिएको आरोप छ। रमेशले यसको प्रमाणको रूपमा तिमीहरूको सामिप्यतालाई प्रस्तुत गरेको छ। के भन्छौ? अर्जुन केही बोल्नु अघि नै अञ्जलीले रमेशले बुझाएको फाइल हेरिन्। उनले हल्का मुस्कुराउँदै भनिन्, म्यानेजर सर, यो फोटोहरूमा अर्जुन र सरिता कफी खाइरहेका छन् वा कुरा गरिरहेका छन्। के एउटा मेन्टरले आफ्नो जुनियरलाई सिकाउनु अपराध हो? रमेशले अत्तालिँदै भन्यो, होइन म्याम, उनीहरूको सम्बन्ध त्योभन्दा बढी छ। अञ्जलीले बिचैमा रोकिन्, रमेशजी, म अर्जुनलाई विगत 10 वर्षदेखि चिन्छु। उनी कतिको मर्यादित छन् भन्ने कुरो मलाई थाहा छ र जहाँसम्म सरिताको कुरा छ, उनको पर्फर्मेन्स रिपोर्ट मैले चेक गरिसकेँ। उनी यो प्रोजेक्टको लागि सबैभन्दा योग्य व्यक्ति हुन्। के तपाईँको समस्या उनीहरूको सम्बन्ध हो कि सरिताले पाएको पद? अञ्जलीले आफ्नो ल्यापटप खोलिन् र एउटा इमेल देखाइन्। त्यो इमेल रमेशले अर्कै प्रतिस्पर्धी कम्पनीलाई प्रोजेक्टका गोप्य कागजातहरू बेच्नका लागि गरेको कुराकानी थियो। अञ्जली वास्तवमा अर्जुनको अनुसन्धान गर्नु होइन, अडिटको बहानामा कार्यालयभित्र भइरहेको भ्रष्टाचार र डाटा चोरी पत्ता लगाउन आएकी थिइन्। रमेशको अनुहार कालो निलो भयो। उसले अर्जुनलाई फसाउन खोज्दा आफै खाडलमा पर्यो। म्यानेजरले तत्कालै रमेशलाई निलम्बन गर्ने निर्णय गरे। धन्यवाद। बाँकी अर्को भागमा।